संसारमा सबैभन्दा ठुलो साधन के हो? सबैभन्दा ठुलो साधन हो मनन। मननं च महत्तरम। पढ्नु, सुन्नु, बुझ्नु र मनन गर्नु। मननबाट पाइएको असल सारलाई ग्रहण गर्नु प्रियजन। ग्रहण गर्नु र जीवनलाई परिवर्तन गर्नु, व्यवहारलाई परिवर्तन गर्नु, गलत कर्मबाट सदैव बाहिर निस्किने कोसिस गर्नु। पाइन सक्नु जीवन छ। हिजोसम्म केटाकेटी जस्तो लाग्थ्यो, आज त बुढो भइसकिएछ प्रियजन। भोलि जानुपर्छ नि त्यो घाटसम्म। छोडेर सारा सम्पत्तिहरू, छोराछोरीहरू छोडेर पत्नीलाई, प्रियभन्दा प्रिय वस्तुलाई एक्लै एक्लै अनन्त अनन्त अन्तरिक्षको यात्री भएर निस्किनु पर्छ नि। त्यो चिताभन्दा उता के जान्छ भन्नुहोस् त? चितासम्म त छोराछोरी जालान्, बाटोसम्म मलामी जालान्, तर हाय चिताभन्दा उता के जान्छ? धर्मस्तत् अनुगच्छति। चिताभन्दा उता केवल धर्म जान्छ प्रियजन, अरू जाँदैन। त्यसकारणले गर्दा धर्म चाहिन्छ है। धर्म के का लागि भन्छन् मान्छे? धर्म मर्नका लागि चाहिन्छ। अन्तिम अवस्थामा धर्म चाहिन्छ। चितादेखि उता जानका लागि धर्म चाहिन्छ। कर्म त भोग्नै पर्छ नि प्रियजन, होइन? नाभोक्तं क्षीयते कर्म कल्पकोटि शतैरपि। नाभोक्तं क्षीयते कर्म कल्पकोटि शतैरपि। हेर्नुहोस्, कर्मको फल त नि प्रियजन नभोगिकन सकिँदैन। ल भोग्नु पर्छ। राम्रो भए पनि नराम्रो भए पनि भोग्नु पर्छ है। सुख भए पनि दुःख भए पनि भोग्नु पर्छ। कर्मको संस्कार बडो विचित्र छ। कहीँ कहीँ छोड्दैन कर्मको संस्कार। हेर्नुहोस्, कहीँ न कहीँ पछ्याइरहेको हुन्छ। परमात्मालाई समर्पण गरेको निष्काम कर्मले मोक्ष दिन्छ, तर कामनायुक्त गरिएका कर्महरूले बन्धन दिन्छन्।